सम्पूर्णलाई नमस्कार गर्न चाहिँ म रामकृष्ण घिमिरे रिटर्निङ अभियान्ता रिटर्निङ फेडरेसन नेपालको संस्थापक उपाध्यक्ष र अहिले पनि म अभियानमै जोडिएको छु। म एउटा कुरा के भन्न चाहन्छु भने यो हाम्रो अभियान रिटर्निङ भन्ने शब्दै आफूमा एउटा यो अति राम्रो के हो भन्ने कुरा कहीँबाट पनि रिटर्न भएर आएका यस अन्तर्राष्ट्रिय लेभलमा काम गर्नुभएका नेपाली दाजुभाइहरूले श्रम गरेर जानुभएका र विभिन्न एउटा विचार विभिन्न चाहिँ विषयमा विदेश जानुभएका साथीहरू नेपाली दाजुभाइहरू त्यो फर्किनुहुन्छ आफ्नो देश र राष्ट्रको मायाको लागि र केही लिएर आउनुहुन्छ। त्यो लिएर आएको पोकोलाई चाहिँ के छ त्यो पोकोभित्र, त्यो पोको के हो भनेर खोल्नको लागि, त्यो पोकोभित्रको कुरा बुझ्नको लागि सबै नेपाली युवाहरू वैदेशिक रोजगारबाट फर्केका साथी नेपाली दाजुभाइहरूलाई एकीकृत गरेर एक ठाउँमा ल्याएर सबै पोकाहरू एकै ठाउँमा राखेर ती सबै पोकाहरूलाई फुकालेर त्यहाँ भएका कुराहरूलाई चाहिँ बाहिर निकालेर यो देशमा स्थापना गर्न सिप ज्ञान पुँजीलाई चाहिँ यहीँ निरन्तरता दिन र यहाँ बन्द भएका विभिन्न फ्याक्ट्रीहरू विभिन्न कल कारखानाहरूलाई चाहिँ खुला गरेर त्यसलाई सञ्चालन गरेर त्यहाँ उत्पादन भएका वस्तुहरूलाई अन्तर्राष्ट्रिय लेभलमा चाहिँ बजारीकरण गर्नको लागि र हामीसँग भएको अनुभवहरू बटुलेर सरकारसँग समन्वय गरेर नेपाललाई सुन्दर बनाउन समृद्ध बनाउनलाई स्थापना भएको यो संस्था रिटर्निङ अभियान रिटर्निङ फेडरेसन नेपाल आफैमा एउटा अमूल्य र राम्रो अभियान हो। यो अभियान होला आस्था विचार पार्टी जे जस्तो भए पनि यो अभियान भनेको नेपाल रहन्जेल अझ यसको चाहिँ प्रभाव बढ्दै जाने र अझ धेरै यसको चाहिँ महत्त्व बढ्दै जाने र भोलि यो झन्झन त्यसले चाहिँ धेरै ठाउँहरूमा लिएर यो अभियान नै एउटा राष्ट्रको चाहिँ मेन अभियान भएर जाने यो हामीले विचार हाम्रो यो अभियान अवश्य पनि यो हुनेछ, यो हुन्छ भन्ने मलाई पूर्ण विश्वास छ। त्यसैले सम्पूर्ण वैदेशिक रोजगारमा गएर फर्किनुभएका नेपाली दाजुभाइहरू झन्डै 60-65 लाख हुनुहुन्छ, उहाँहरूले यो अभियानमा जोड्नको लागि म विनम्र अनुरोध गर्न चाहन्छु। म यस संस्थाको संस्थापक उपाध्यक्ष र यो अभियानको अभियन्ता भएको हुनाले पनि म फेरि पनि तपाईँहरूलाई अनुरोध गर्दै यो हाम्रो अभियान राष्ट्रको अभियान देशको अभियान र तपाईँ हाम्रो औँलाको र परिश्रम र सिप र ज्ञान पुँजीको अभियान भएको हुनाले यो स्वदेशी स्थापना भएको अभियानलाई तपाईँ हामीबाट सबैबाट सहयोगको अपेक्षा गर्दै म अनुरोध गर्दै बिदा हुन्छु। हस्, धन्यवाद, नमस्ते, जय रिटर्निङ।